है गाइस हामीलाई चाहिँ रातिको चिया खानु मन लागिरहेको दुध खोज्दै आएको गाइस खानुको लागि सबैलाई उठाएर ल्याएको छु यहाँ चिया खानुको लागि अब ग्यास सकिहाल्यो हो गाइस यहाँ गालेर चाहिँ खान्छ अरे होइन लु न अब चिया पकाएर खानुपर्छ किन यस्तो आगोमै पकाएको रहेछ यहाँ हेरौँ चिया ए हजुर के जान्दैन हुन्छ नि ए लु दुध चाहिँ यहाँ रहेछ दिउँसो सुन्दै राख्दै गर्न यो के लु न भालौँ न लु न ए फोन किराहरू रहेछ यहाँ फोन किरा देखा दे होइन केही त भालौँ न लु त खै रातिको दुध उठाएको मैले यहाँ सबै सुतिसकेँ भाइले नि सबैजना सुतिसकेको छ भनेर मैले कोही छैन यतिको चाहिँ हुने रोटीमा लाग्यो किन लाइट बल्दैन भनेर फ्ल्यास लाइट अन गरेकै छु टुक्का यस्तो हुन्छ है मान्छे अलिक के हेरिँदैछ यहाँ यहाँनिर रेटै चलेकै छैन ए गाइस चिया चाहिँ यहाँ पाक्दैछ है आगो बलिसक्यो डिमान्ड आएकै छ हो दुध चाहिँ यति नै छ पुग्छ कि पुग्दैन रोटी चोर पनि आयो ए रोटी हेर लु खाइयो अब चाहिँ हामी यहाँ रोटी खाँदैछौँ रोटी खै त अन्त लाइट पनि गयो लाइट आयो सब्जी र रोटी लु यसलाई हेपेर हामीले भातै खाँदैन भोक लाग्यो अहिले पो चिया मात्रै खाने भनेर आएको यहाँ त लु भात दाल सब्जी रोटी सब राखे भूत जस्तो लु सुटिङ हुँदैछ यहाँ सुटिङ वाह लु अब चाहिँ पाके केटीहरूको खिचडी ग्लास लु टक्कसँग लाग्यो एक खालको लु लु त आउनुहोस् त साह्रो त लु बल्ल पाक्यो बाबा आम्मा लु अब यो अलिकति गर्दा पुग्छ यसरी त्यो त पुरा तातो होला नि लु सकिँदैन नि केटाकेटी हो सकिँदैन नमकहरू त छिटाबाट नमक हो भेरी गुड यो सुनिदिने ल यो हाल्ने के फिक्का दिने हो पछि के भन्नु कस्तो चुको कोलाब्रेसन एक्सेप्ट गरेछ जानु त नुनकोबाट लाग्नु पऱ्यो नि तैँले खोलेको त यो माथि राख्दै सिधै ल क्यामेराम्यान लाइटम्यान सक्नै खतरा छ है त भाततिर लाग्यो
भएछ नखान अब चाहिँ दौरा खल्लो छ त है चिया त खल्लो न खल्लो छ के हाल्नु अब खानु छ चिया लाइटम्यान वाइट लाइटम्यान हो लाइटम्यानले पनि खाएर देखाइदिनु क्यामेराम्यानको छोरी चाहिँ लाइटम्यान भइरहेको छ गाइस लाइटम्यानै हो लाइटम्यानको छोरी लाइटम्यान हुन्छ हाल्छु हुन्छ